फिल्मी के हुँदैछ फिल्मी के हुँदैछ यहाँ केसको लागि शिवजीलाई भोग लगाउँदै आज हजुर आज आलु काट्दैछौँ भनेर रमाइलो गर्ने भनेर मन्दिर अचार बनाउने खिर बनाउने सबैको कल्याण गरून् शिवजीले मन्दिर खबर पुऱ्याइदेऊ नन्दी महाराज शिवजीलाई के हुँदैछ भाउजू के हुँदैछ यहाँ चाहिँ शिवजीको लागि भोग बनाउँदै आज सोमबार त्यही भएर त्यसै फेरि जान्छ अचार खाने श्यामदेवजीका यिनी हेरेको श्यामदेवजीका हालेको लागि चामल मादल पनि बजाउने भजन गाउने शनि लाँदै हुनुहुन्छ भाउजूले हजुर अलि सर खिर पकाउने बोलाउने नाच्ने रमाइलो गर्ने सबैले पर्छ
गतिमा लुरु हामी कोही मृग गतिमा नि गएको छैनौँ, कोही बाघको गतिमा पनि हाहाहुवा गरी गएको होइन भाइ। हामी एकदम सुरौली कछुवा गतिमा आज 82 साल पुरा गरेर 83 सालको पनि 1 महिना खाएर साउन महिना वैशाख जेठ असार साउन चौथो 83 4मा आयो। 4मा माटो जुन पुनस्थापना भएदेखि यता यहाँका सम्पूर्ण बुद्धिजीवीहरू पैसा हुनेले पैसा सहयोग गर्यो, मान्छे हुनेले मान्छे सहयोग गर्यो। सबैको तपाईँ सबैको मेहनतबाट आज यो मन्दिरलाई, यो एकपाटे शिवालय मन्दिर छन्। यहाँभित्र पनि एक दुईटा कमी कमजोरीहरू, किन भन्दा आज जो अधिकारी हाम्रो आम्दानी कमी भएको कारणले यहाँ कमी कमजोरी के छन् त भन्दा राज्यसँग सम्मिलित गरेर यो मन्दिर जब हामीले प्रस्थापना गरियो, यसलाई चाहिँ पुल चाहियो। एउटा मल साप्रो पनि अब श्री राम भगवानलाई सहयोग गर्छु भनेर पुल बनाउनु भयो। मल साप्रो देख्नुहुन्छ नि, खुदेकिरो होइन। अब खुदेको जाने न ढुङ्गा बोक्न सक्छ न केही उठाउ, त्यसको के गति छैन। तर उसले पनि सहयोग गरिन्छ। कसरी त भन्दा च्याप्प पानीमा गएर चोबलिन्छ अनि बालुवामा गएर लटपटिन्छ। त्यसो गर्दा के भयो होला त, उसको शरीरभरि बालुवा लाग्यो अनि त्यो ढुङ्गा चिन्ने ठाउँमा गएर भुर्र त के भयो, बालुवा खस्यो होइन। उसले बालुवा सार्ने काम हो। त्यस्तै तपाईँ हामी सबैको सहयोगले यहाँ कसैको पनि मनमा शङ्का नभइकन आज मन्दिर यहाँसम्म आइरहेको छ। र यो मन्दिरलाई अहिले हामीहरू लडौँ, व्यवहारिक कुरोमा झगडा होला होइन, तर मन्दिर हाम्रो समाजमा त्यो छैन। तै पनि अझै पनि हजुरहरूलाई सुझाव के दिन्छु भने त्यो मन्दिरको लागि भनेपछि जस्तै अहिले हामीले पानीमा एक डन्डा उठायौँ र अहिले पानी खाएका छौँ, 1-2 महिना पनि खान्छौँ, फेरि भोलि हामी खान्छौँ। किन हामीले डन्डा उठाएको हो नि, होइन र? नभए हामीलाई कसले पाइप बनाइदिन्थ्यो, कसले ल्याइदिन्थ्यो होइन। त्यस्तै गरेर यो मन्दिर पनि भोलि जान हामी मरौँला, छोरा नातिको पालासम्म पनि एकपाटे शिवालयको मन्दिरमा आज पुजारी छैन, आज पूजा भएन अथवा यस्तो भएन, रकमले रोकियो भन्ने तपाईँहरूले पक्का पनि पार्दैनौँ र त्यो पर्दा पनि नपरोस्, मेरो सिद्धान्त छ। किन भन्दा यो मन्दिरको भित्रको त चौधो लगाउँदै लगायत हामीले भर्दै लगायत अन्तिम सोमबार पनि हो, द्वादशी तिथि पनि हो र बृहस्पति पनि खुला भइसक्नु भएको छ बृहस्पति। त्यो भएर आज एकछिन अब हामीले भजन कीर्तन गरियो, प्रसादी पनि तयार भयो र एकछिन पण्डित चाहिने दण्डपानीको मुखबाट साउन महिनामा, श्रावण महिनामा, यस हामीले सबैले शिवजीको महिना हो यो त भनिन्छ। किन शिवजीको महिना रहेछ त श्रावण? शिवजीलाई बेलपत्र किन चढाइँदो रहेछ? गणेशलाई दुबो कि त्यसभित्र अर्थ छ नि। त्यो तपाईँहरूले एकछिन लामो समय त सायद नहोला नै, पण्डितजीले पनि अब लामो समयमा, किन भन्दा भक्तजनहरू आज भोकै पनि हुनुहुन्छ, प्रसाद तयार भयो त खाना कोही आत्तिनु पनि भयो होला। र मैले हाम्रा पण्डित दण्डपानीज्यूलाई शिवजीको महत्त्वबारे समय अनुसार सुनाइदिनको लागि अनुरोध गर्दै बिदा हुन्छु। हस्त धन्यवाद। श्रावण महिनाभरि पाठ अलि हो यो, यहाँ 30 अध्याय छ बुझ्नुभयो। दिनको एक अध्याय पाठ अलि शिवालय यो श्रावण महिनाभरिको अति उत्तम श्रावण महिना हो। त्यसो भएर आजको समय पनि भएन, अध्यायको पाठ गरेपछि मैले यसको सबै सारांश तपाईँलाई तस्मै श्री गुरुवे नमस्ते जन्माष्टमीहरूले 1000 वर्षमा पूर्णाहुति हुने यज्ञ आरम्भ गरेका थिए। 1000 वर्षसम्म उनीहरूले कथा सुन्दै 1000 वर्षपछि बल्ल यज्ञको पूर्णाहुति गर्ने भनेर उनीहरू यस्तै बसेको अवस्थामा सौनकादि ऋषिहरूले यहाँ सुतजीले यही कथा बताउनुहुन्छ। यही कथा भगवान शिवजीले सनत कुमार, सनन्दन, सनातन, सनत कुमार यी 4 ऋषि कुमारहरूलाई भगवान शिवजीले नै बताएको यो कथा हो। यही कथा पार्वतीले शिवजीलाई पनि सुनाउनु भएको छ। पार्वतीलाई पनि यही कथा भगवान शिवजीले बताउनु भएको छ। श्रावण महिना मलाई किन प्रिय भयो,
श्रावण महिनामा गरेका कर्महरू मलाई प्रसन्न मलाई गराउनको लागि जो मेरा भक्तहरू छन् ती भक्तहरूले श्रावण महिनामा मेरो मन्दिरमा मेरा मठ अथवा मेरा मूर्तिहरू घरमै भए शिवजीको मेरो मूर्ति फोटामा भए पनि जुनसुकै मूर्ति राखेर मेरो मूर्ति राखेर फोटामा किन नहोस् अनि विग्रहहरू किन नहुन् मूर्तिहरू किन नहुन् मन्दिर किन नहोस् त्यस्तो गरेर भक्तहरूले चाहिँ मेरो उपासना गर्छन् श्रावण महिनाभरि भने म उनीहरूदेखिबाट प्रसन्न हुन्छु उनीहरूका इच्छा पुरा गरिदिन्छु भनेर भगवान्ले यहाँ सनत कुमारलाई बताएका कुराहरू छन्। अब पहिलो अध्यायमा यही कुरा छ। सोध्नुहुन्छ सुत महाभाग व्यास शिष्य हेरमा छ वदनाम वदन नान्य ख्यानानी सुनोताहम भन्नुहुन्छ सौनकादीश्वरले हे सुतजी हे गुरुदेव हजुरका मुखार बिन्दबाट हामीले हरेक कथाहरू सुन्यौँ हरेक पुराणहरू सुन्यौँ धेरै सुन्यौँ तर हाम्रो यो जिज्ञासा हाम्रा कानहरू तृप्त भएका छैनन् अझै पनि हामीलाई नौला कथाहरू हामीलाई ज्ञानवर्धक कथाहरू हामीलाई सुन्न इच्छा छ भनेर यस किसिमबाट सौनकादीहरूले भन्दछन्। हाम्रो हजुरका मुखार बिन्दबाट अनि कार्तिक महात्मा हामीले सुन्यौँ आरती तापम सब छोडेर आउँछ